हेलो साथीहरू, यति बेला आज हामी खरडुङ्गा हाइकिङ जाने तर्खर गर्दै यति बेला हामी 5 खाल बजार आइपुगेका छौँ। तपाईहरू देख्न सक्नुहुन्छ। यति बेला हामी दोलल घाटको पुल क्रस गर्दैछौँ। पारी बजारबाट पुल क्रस भएर पारी जाँदैछौँ। एकदमै प्रकृति बिस्तारै बिहानीको घामको झुक्कोसँग खुल्ने तर्खरमा रहेको छ। अब हामी यहाँबाट खाइचोरबाट सरर उकालो लागेर अघि बढ्दैछौँ। ओके, फाइनली हामी त्यो माइक्रो के अरे हाम्रो इभी गाडीबाट चाहिँ हामी झरेर डेस्टिनेसन शिव पोखरी थियो। हाम्रो यो गाडीको यात्राको चाहिँ लास्ट भनौँ न अन्तिम गन्तव्य चाहिँ हाम्रो यो शिव पोखरी थियो। हामी आइपुग्यौँ। यसरी तपाईँहरूलाई हामी पोखरीको पनि थोरै अवलोकन गराउँ। पोखरी यस्तो छ, अरू भनेर त्यस्तो हो। यहाँको मौसम डेन्जर छ है, मौसम डेन्जर छ। यो होटलमा आएर खाजा खाने तर्खरमा छौँ। यो खरडुङ्गा भनेको चाहिँ यो रहेछ। खरडुङ्गामा हामी अहिले खाजा खाने तर्खरमा रहेका छौँ। होइन ठिक छ माथि सकाउँदै जानु मिल्ने छ झ्याप्पै एउटामा 15-20जना सुताउनु मिल्यो नि त। त्यो गऱ्यो नि अर्को कुरा यस्तो गर्दा पनि हुन्छ। यो कुराको अफिसियल प्रब्लम भएर चाहिँ सिपिङ ब्यागको लागि तपाईँले त्यस्तो गऱ्यो भने तपाईँले आफ्नो चिन्ता होला भन्नु नत्र मैले त्यहाँ अस्ति ल्याएको सिपिङ ब्यागहरू जाँदाखेरि सस्तो। अब त्यो अघि हामीले देखेको शिव पोखरीमा चाहिँ हामी दर्शन गर्न आइरहेका छौँ। पोखरीमा दर्शन गर्ने फेरि अलि अचम्म हुनु होला। यहाँ एउटा मन्दिर पनि रहेको छ। यहाँ अब दर्शन गरेर केही साथीहरू माथि हुनुहुन्छ। हामी अब प्रारम्भिक रूपमा ल जय शम्भो। एकदमै राम्रो पोखरी। ओहो, माछाको त यहाँ देहान्त भएछ यार बिचरा। ह्याप्पी हाइकर्सलाई चाहिँ यहाँ म विशेष गरेर वेलकम स्वागत गर्न चाहन्छु। अनि यो चाहिँ कालिम्पोङ जाने ट्रेन पनि हो। पहिला यहाँबाट 5 घन्टा लगाएर कालिम्पोङ पैदल यात्रा जाने एकदम मेन बाटो हो यो चाहिँ। अब आज जान लागेको ठाउँ चाहिँ हाम्रो चलचित्र विकास बोर्डलाई हामीले 1500 रोपनी जग्गा चाहिँ हामी स्थानीयले चलचित्र विकास बोर्डलाई 7 वर्ष अगाडि दिइसकेका छौँ। अब यहाँ फिल्म सिटी बनाउने भनेर परिकल्पना हो। त्यसको लागि चाहिँ यहाँ अफिस घर अनि त्यसपछि त्यहाँसम्म पुग्ने 6.5 किलोमिटर पिच रोड चाहिँ बनिसकेको छ। त्यो चाहिँ ओपन हुने ठाउँ चाहिँ हो। अब हजुरहरूले त्यसमा इन्जोय गर्नुपर्ने कुरो चाहिँ हामीले यो माथिको नाङ्गो डाँडाबाट चाहिँ आज मौसमले साथ दियो भने गौरी शङ्कर भन्दा उताको 5वटा हिमालदेखि पोखरासम्मको एकै रेन्जबाट देख्न सकिन्छ एउटा कुरो। अर्को चाहिँ त्यहाँ पहाडहरूमा रुखहरू उम्रेको अनि पहाडहरू अनि जङ्गल अनि तपाईँहरूले देखिराख्नु भएको चाहिँ त्यो 90% चाहिँ गुराँसको जङ्गलहरू, गुराँसको बगैँचा भनौँ न। त्यहाँ चाहिँ हामीले टेन्टेटिभली 16 प्रकारको गुराँसहरू चाहिँ देख्न सक्छौँ। 16 साइजको कलरमा चाहिँ यस्तो देख्न सक्छौँ। अलिकति यो हामी आज 3200देखि 3200 मिटरको हाइटमा हामी जाँदैछौँ। त्यो चाहिँ 3200 पचासको पर्छ। यो साइडमा हामी हिमालहरू देख्न सक्छौँ। यो चाहिँ एक किसिमको ओपन जङ्गल मनपर्ने अनि हिमाल हेर्नको लागि र जङ्गल सफारीको लागि बेस्ट ठाउँ लाग्छ। अनि त्यहाँ चाहिँ 2-4वटा गुफाहरू चाहिँ हामीले सर्च गरेको छौँ। म चाहिँ क्लबको अध्यक्ष म आफै फाउन्डर पनि भएर संस्थापक यो पोखरी अनि यो फिल्म सिटीको संरक्षण गर्नुपर्छ भन्छु म। अनि काठमाडौँबाट चाहिँ मैले त्यो सेकेन्ड नगरकोट अफ नेपाल बनाउने ड्रिम लिएर फिल्म सिटीको परिकल्पना आएको जहाँसम्म लाग्छ वान डेको लागि राम्रो छ होला। पठाउँदाखेरि हाम्रो फिल्म सिटी माथि तलबाट माथि आउने क्रममा कुनै मनोरम दृश्यलाई यहाँ तपाईँहरूलाई एउटा स्वर्गको दर्शन मैले चाहिँ स्वर्गमै अनुभूति गरेँ। तपाईँहरू पनि स्वर्गीय
अनुभूति गराउने एउटा दृश्य देखाउन गइरहेका छौँ। त्यो चाहिँ अब कति नजिक आएर सम्झेर हरिओम आइहाल्यो। पछाडि चाहिँ विभिन्न थरीको हिमालहरू मिश्रित हिमालहरू छ भन्ने कुरा आयो। त्यहाँ बिचमा चाहिँ बादलले छेकेको छ भन्ने कुरा आयो धेरै एकदमै राम्रो। सो हामी कालिम्चोक त्रिपुरा सुन्दरी गाउँपालिका र जलजली पनि जान सक्छौँ। खरीढुङ्गाको खानी हामीले यहाँ देखेका छौँ। चक्लाबाट फेरि फटफट निकाल्यो आफैले एकदमै मनोरम दृश्यहरू निहाल्दै त्यो ठाउँबाट हिँड्न सुरुवात गरेको छु। हामीहरू यति बेला लगभग 1200-1300 मिटर हिँडेर अगाडि आइसकेका छौँ। र यता यो बाटोबाट चाहिँ सर्टकट कालिम्चोक बाटो जाने बाटो हो भन्ने पनि कुरा आयो। हामी चाहिँ यो चलचित्र विकास बोर्डको यो उसबाट बनेको रोड हिमाल हेर्दै जाने भन्ने कुरोमा अगाडि बढिरहेका छौँ। त्यो बाटोमा चाहिँ कहाँनिर निस्किन्छ? त्यो तपाईँको बाटो कहाँनिर निस्किन्छ? त्यो बाटो भेट्छ भिडियो हेर्ने त्यो पायो भने चाहिँ जहिले पनि मलाई हिमालको दृश्यले चाहिँ एकदम धेरै खिचिरह। हामी प्राकृतिक मनोरम दृश्यहरूलाई निहाल्दै दामी भ्यूहरूमा निहाल्दै हामी अगाडि बढिरहेछौँ। राइट, दिस इज द हेभन गाइज। यो हेभन त्यसै नेपाललाई स्वर्गको टुक्रा भनिएको छ होइन है। ल हेर्नुहोस् त, स्वर्ग र यहाँमध्ये कुन राम्रो भन्यो भने मान्छेले अभियसली यसैलाई रोज्छ क्या। यो गुराँसहरू छिटै फुल्ने तर्खरमा छ, फुलिसकेपछि झन् यसको बाटोको वरपरको स्वभाव वातावरण एकदम रमणीय देखिन्छ। सडकलाई छोडेर थोरै यो पैदल यात्री हिँड्ने बाटोतर्फ अघि बढिरहेछौँ। के चाहिँ बर्खामा आउने कुरो हामी चाहिँ लगभग 3 किलोमिटर बाटो तय गरिसक्यो र 3 किलोमिटर अझै हामी हिँड्ने कर्खरमा छौँ। बादलले चाहिँ पुरै ढाकिसकेको छ र रमाइलो छ, एकदम पिसफुल इन्भाइरोमेन्ट। अलिकति चिसो सिरेटोले चाहिँ अलिअलि हानिराखेको छ। त्योभन्दा बेगर चाहिँ एकदमै गइरहेको छौँ। ल हेर्नुहोस् बादल, लेजेन्डहरूलाई भेट्न बादल चाहिँ लेजेन्डहरू भाटी नै आउँछ भन्ने एउटा
यहाँ बादलले चुम्बन गरेर बादल चुम्बन गरे म यत्तिकै बसिरहेँ त्यो बादल जस्तै कता बिलायो एकैछिन आयो र कता हरायो यो हो क्या रियल इन्भाइरोमेन्ट भनेर यो थोरै जङ्गलको त हुन्छ नि झाडीहरूको बाटो हिँडिसकेर हामी त यस्तो यो दामी मौसममा आइसकेका छौँ एकदमै रमाइलो भइरहेको छ प्रत्येक क्षण प्रत्येक समय हामीले इन्जोय गरिरहेको छौँ हामी 3032 माथि आइसकेका छौँ एकदमै रमाइलो अनुभव बादल हिँडिरहेको छ यहाँ रेस्ट गरिदिन्छु म क्या मजा यार हेट अब हाम्रो चाहिँ यतिको डाँडा चढ्ने काम डाङडाङ डुङडुङ पारामा चढ्ने काम भइरहेछ अब छिटो छरी त मान्छे चाहिँ छिटो कुद्न सक्दो रहेछ भन्ने कुरा हामी अगाडि एकजना सरबाट माई गड थकानभित्र नि खुसी छ हामी एकदम आनन्द लिँदै डाङडाङ चट्याङ डाङडाङ डुङडुङ लाग्ने भएर चाहिँ डाङडुङे नाम राखिएको भन्ने कुरा आयो मजा आइरहेछ we are enjoying a lot okay and this is the beauty of nature देख्न सक्नुहुन्छ हामी डाङडुङे डाँडाको टपमा पुग्नका लागि सङ्घर्ष गरिरहेका छौँ एकदम रमाइलो भइरहेको छ नेचर एकदम रमाइलो छ साथीहरू आउँदै हुनुहुन्छ त तल हुनुहुन्छ म चाहिँ अलिकति हिँड्दै हालेँ अब वेट गर्नु पऱ्यो म Okay, we are enjoying a lot. Bas, यार यस्तो ठाउँ यस्तो छ नि त डरमर्दो अनि फेरि रमाइलो रमणीय यतिको भिरपाखामा हामी गाउँतिर नि गइराखेकै हो होइन जान चाहिँ अहिले चाहिँ अलिकति थोरै हजुर डर लागिरहेको छ तर रमाइलो महसुस भइरहेको आनन्द आइरहेको ओके द्याट इज आवर हजुर द्याट इज आवर डेस्टिनेसन ल अलिकति कष्टकर यात्रापछि चाहिँ हामीले अलिकति सहज बाटो पाएको अलिकति महसुस अनुभूति गरिरहेको छौँ तपाईँहरू थोरै दुःख कठिनाइलाई पनि पार गर्न सक्नुहुन्छ भने चाहिँ यु क्यान भिजिट डाङडुङे
एकदम रमाइलो भइरहेछ मैले फेरि बाटोमा आएँ लौरो भेटाएँ क्या ढुङ्गा खर्च देउता मिल्यो जस्तो ओके अहिले चाहिँ बाटो अलिक सहज महसुस गरिरहेको छु है मैले एक झल्को हिमाल त देखियो नि अघि त्यहाँ के धेरैवटा हिमालहरू छ भन्दै हुनुहुन्थ्यो हो र आई लभ यु पार्क फेरि डेन्जर रहेछ के अरे आई लभ यु डाँडा रे रमाइलो छ है साथीहरू ल ओके यो क्यारी लानु नभनेको साथीहरू मजा आएर हजुर यो अर्को अलि नयाँ नौलो के हो यस्तो किनकि चाहिँ हो यो होइन एउटा घर देखेर यो के हो भन्ने हाम्रो मनमा उत्सुकता जागिरहेछ चौरीकोठे जस्तो हुन्छ त सामान्य एउटा हुन्छ केही न केही होला त्यो होइन भन्नु यस्तो आइसोलेसन एउटा मात्रै घर होइन होला नि घर त राम्रो छ नि त्यस्तो काठमाडौँ ठिकठाक रमाइलो बिन्दास यात्रा चलिरहेको छ चौरीकोट देखा परेको छ तत्कालीन रूपमा यहाँ चौरीहरू चाहिँ देखा परिएको छैनन् हामी कहाँ आइपुग्यौँ पानीको मुहान छ त यार यस्तो यहाँ पनि निकाल्नु न ए फिल्म सिटी नै आइपुगिसकेछ त हामी त नि सी We are in film city area. डाङडुङे भन्ने त आइपुगेछ त हामी त होइन उता जाउँ भनिरहेछ उसले वाउ इट्स टु गुड त्यो रोड भेरी ब्युटिफुल ओए दामी रहेछ उता एकदमै एडभेन्चरियस नेचुरल खतरा ठाउँ छ है ल दामी एकदमै राम्रो राम्रो दृश्यहरू हामी अवलोकन गरिरहेका छौँ हामी ठ्याक्कै यतापट्टि जान्छौँ मलाई भनेको भए चाहिँ म आउँदैन थिएँ नि त होइन भनौँ न म बस्दै कालेर ऊ आएको भए हुन्थ्यो भन्ने भइरहेको थियो मलाई चाहिँ फेरि म होइन घुम्ने एक्सप्लोर गर्ने इन्जोयमेन्ट भन्दा नि मेरो प्राइमेरी अब्जेक्टिभ अर्कै हो क्या हो त न त म यस्तो हाम्रै आउँथेँ यार भन न यति बेला हामी यो डाँडामा बसेर यो सुन्तला खाने क्रम जारी छ तर त्यस्तो धेरै गुलियो चाहिँ रहन्छ है एभरेजै छ है नपाइकन टिपेर जस्तो लाग्यो है दामी छ भोक पनि सक्ने रहेछ गऱ्यो भने भन्ने हुन्छ होइन अब कम्प्युटरले त राजनीतिमा सक्दैन सबै सकिँदैन भनेर पुरै त्यो होपलेस बनाएको छ नि त त्यो इल्युजनलाई हामी चिर्नुपर्छ कि एकदम मनोरम दृश्य एकदम आनन्दको दामी चौरहरू छ धेरै धेरै पुण्य कर्म गरेको थियो होला तपाईँहरूले देख्न सक्नुहुन्छ होइन सो ब्युटिफुल गाइज धेरै दामी ठाउँ छ यार एकदम रमाइलो भइरहेछ तपाईँले गर्दै गर्दै ल छिटै बादल गयो भने चाहिँ फेरि हामी यो बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् ओके भनेको यो काठमाडौँ भक्तपुर बागमती प्रदेशको पुरै भन्नुभयो हो ए केलाई चाहियो शयन कक्ष केलाई चाहियो खाट प्रकृतिले दिएको छ यति सुन्दर खाट
अलिकति गरिदेऊ हिँड्नलाई आँट आहा दामी छ होइन एकदम रमाइलो भइरहेछ पछि गइरहेछ प्रकृतिले हामीले सब कुरा दिए जस्तो लाग्छ कि होइन एभ्रिथिङ सब कुरा यति रमाइलो भइरहेछ नि एकदम आनन्द लाली गुराँसको बोट यही छ अब यो फुल्यो भने कस्तो देखिन्छ होला पारि हिमाल भयो यो बादल भयो यस्तो राम्रो चोर एकदम घुमाइदियो यता घुमाइदियो है त्यहाँबाट ओके हामीले त्यति बेला यो एकदमै राम्रो चौरमा छौँ यहाँ समथिङ यस्तो छ सन्तोष सर यता एकचोटि यसो एक झलक आज हामी चाहिँ पहिलो कुरा चाहिँ जुन गाडीमा साथीहरू हाइकिङलाई आउनुभयो त्यसमा सिट नभएर त्यसपछि हामी रुटको इभीलाई बिहानै फोन गरेर 5 बजेर 20 मिनट जतिमा हामी गाडी हिँडेको थियो होला जडीबुटीबाट यस्तो सुन्दर ठाउँमा आउनलाई चाहिँ हामीले लेखाएको रहेछ हामीले एकदम राम्रो निर्णय गर्नु जस्तो लाग्यो र फिल्म सिटीको सबभन्दा टपमा निर्माण हुने स्थल थियो अब तर सायद यहाँ त समस्या बन्दैन होला प्राकृतिक रूपमा एकदम सुन्दर ठाउँ छ उतापट्टि माथिको डाँडाहरू हेर्नु न कस्तो राम्रो छ है यो एकदम मनोरम दृश्य छ अब हामी अब पनि अझ हाइटमा जाने तर्खरमा छौँ ओके ल हामी त्यो चौरबाट चाहिँ रियल हाइकिङको अनुभव गरेर त्यो माथि आइसकेका छौँ हामी अघि त्यो चौरमा थियौँ र अब अहिले चाहिँ हामी यस्तो बाटोमा दुःख कष्ट सङ्घर्ष यहाँ राम्रै पानी भल बगाएको हुन्छ होला नि अब हाम्रो डेस्टिनेसनमा पुग्न कति 45 मिनट्स भन्नुभयो होइन 1 घन्टा 45 मिनट्स पुग्छौँ अनि हाम्रो प्रारम्भिक आकलन छ हेरौँ ओके वाव खालको चाहिँ एउटा हाम्रो यो विश्राम स्थल भेटियो यहाँबाट हामी हिमालको दृश्य सबै कुराहरू निहाल्न सक्छौँ त्यसरी रियल एडभेन्चर गाइस यो क्या दामी भनेको यो हो नि त एकदम रमाइलो रमणीय अविस्मरणीय क्षण I love it दामी तलतिर त्यस्तो खोल्छ छ हेर्नुहोस् होइन तपाईँ यहाँ यात्राको क्रममा हामीले अलिकति यो बाटोमा थोरै सङ्घर्ष गर्नुपर्ने सम्भव हामीले देख्यौँ यो रुख एकदम यसको कार्यकाल सकेर यो बिदाई भएको जस्तो चाहिँ अनुभव गरेँ यसको जरैदेखि चाहिँ खेलिरहेको जस्तो छ हाम्रो सरहरू एकदम कष्टकर तरिकाले अगाडि बढ्दै हुनुहुन्छ लेट्स सी किसिमको घामहरू आयो फेरि ल यतिको चाहिँ ल यो नि त बबाल फुलहरू पनि यो फुलेको देख्न सकिन्छ ओडारहरू देख्न सकिन्छ एकदम दामी खालको यसमा हामी हिँडिरहेको छौँ नि यहाँ चाहिँ एकदम लस्कर ताँती लागेर न्यौ भइरहेछ है यहाँ केही जडीबुटीहरूको चाहिँ खोज अनुसन्धान भइरहेछ आई थिङ्क दे आर टकिङ अबाउट दिस पदम चाल अरे होइन द्याट पदम चाल हामी चाहिँ अब डाङडुङ्गे डाँडाको मात्र डाँडामा आइपुग्न लाग्यो 10 मिनट बाँकी छ एकछिन आराम गरेर खाजा खाँदैछौँ काँक्रा मुखमा चाहिँ बिस्कुट खाँदैछ होइन खाजाहरू सेयर गरेर खाँदैछौँ एकदम रमाइलो भयो जति माथि आयो त्यति रमाइलो भएर चाहिँ अब हामी मात्रै थाकिन्थ्यो होइन यहाँ चाहिँ एकदम झन् रमाइलो जस्तो भएर जति माथि आयो त्यति रमाइलो क्या रमाइलो पनि मैले के भने खाँदैछौँ सरहरू एकदम अनुभवहरू सेयर गर्दै हुनुहुन्छ रमाइलो भयो हामी एकदिन बसेको थियौँ भने आउनु
तामाङ बस्ती रहेछ यति स्वागत गरेँ कि भन्ने साथी है त्यस्तो एउटा मैले यति इम्प्रेस भएँ कि त्यति उनीहरूले स्वागत गरे अब हामी एकछिन रेस्ट गरेर फेरि हामी जाने तर्खरमा छौँ कहाँबाट जाने Yes, finally did it. एकदमै कष्टपूर्ण यात्रामा हामी भइरहेको काँडा घोप्यो यार काँडा घोप्यो गाइड्स के चाहिँ तुलु मसला पकाउँछ नि अनि सबै झऱ्यो होइन हजुर हजुर उयसमा पाइन्छ यो खानु यो जस्तो फल्दो रहेछ होइन यो खानु खानु यो के अरे तपाईँको सुप जस्तो है यो खानु नि खानु ए सुप जस्तो सुपै हो यो सुप जस्तो सुपै हो सुपै हो है खानु तपाईँ खानु सुत्केरी मसला भाजी सुप यही ए ओके केजीको 1000 ग्राम माथि पर्छ हामीले सुत्केरी मसला पनि चाखिसकेको छ त्यति बेला यो पनि एउटा सौभाग्यको कुरा हो सुत्केरी नभइकन सुत्केरी मसला चाख्न पाउने जो कोहीमा त्यो भाग्य नहुनसक्छ यो सुत्केरी सुप तपाईँलाई चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है तपाईँलाई उपलब्ध गराउँछौँ के हुँदो रहेछ त्यस्तो नाम सुन्नु हुँदो रहेछ राम्रो छ बबाल भइरहेको आनन्द आयो तर भयो यार ओके फाइनल्ली अब हामी घरको आइपुग्यौँ आइपुग्ने तर्खरमा छौँ ल आइपुग्नु लाग्यो गर्दै गर्दै नि जसो तसो ठुलो डाङडुके डाँडाको ठ्याक्कै डाँडामा आएर डाङडाङ डुङडुङ गर्दैछु हामी चाहिँ डाङडुङ्गे डाँडाको फिल्म सिटीभन्दा माथिल्लो डाँडामा आइपुग्यौँ र अहिले मजाले घाम लागिरहेको छ अलिकति खर्च भइरहेको छ 34 सय बादलले हिमालको टुप्पा टुप्पा चाहिँ देख्नु पायो है बादलले ढाके पनि हिमालको त्यही हिमालको यहाँ चाहिँ यो विशेष खालको सल्लाहको जङ्गल वन पनि रहेछ राम्रो सल्लाहको रुख छ भर्खर त्यो नयाँ पाउ लागेको छ एउटा कन्ट्रास्ट कलरमा त्यो पातमा राम्रो देखिरहेछ कस्तो आकाश चाहिँ यहाँबाट नजिकै छ जस्तो देखिन्छ हामी माथि डाँडामा आएर तलमा भएको हुन्छ तलबाट यो बादलहरू बनेर एकदम सिया कालो जस्तो बादलहरू आइरहेको छ यता हेर्नु त बादल भएको हो सूर्य माथि छेक्दै फेरि खुल्दै भइरहेछ अहिले हामी जस हामी गन्तव्यमा पुग्यौँ अब कति घन्टा लाग्यो हाम्रो पुग्नलाई लगभग 4 घन्टा 4 घन्टा लाग्यो है 4 घन्टा लाग्यो अब तल चाहिँ हामी एकछिन आराम गरेर अनि तल चढ्छौँ डाङडुङ्गे डाँडा पहिलोचोटि हामी धेरैजना हाइकरहरू समूहमा नै आयो हामीसँग 74 वर्षको बुवा पनि पछाडि आउँदै हुनुहुन्छ दुईजना बुवाहरू उहाँहरूले सिरिज अफ हाइकिङ श्रृङ्खलाबद्ध रूपमा धेरैवटा हाइकिङहरू चाहिँ गरिसक्नु भएको रहेछ त्यसले पनि हामीलाई एउटा खालको उत्प्रेरणा ऊर्जा पनि दियो हस् धन्यवाद फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा लामो सङ्घर्ष पश्चात चाहिँ हामी आइसकेका छौँ पछाडि देख्न सक्नुहुन्छ एकदमै राम्रो भ्यू बादलहरूले छेकेकोमा यो सबै हिमालहरू रहेका छन् र यतादेखि यो सबै पुरै हिमाल हो भन्ने कुरा
आयो एकदम रमाइलो फिल भइरहेछ एकचोटि आउनै पर्ने ठाउँ हो हामी सबैजना एकदमै रमणीय अलिअलि कष्टकर पनि हो तर त्यस्तो धेरै कष्टकर पनि छैन तपाईँहरू सहज रूपमा आउन सक्नुहुन्छ त्यो भ्यूहरू हेर्नको लागि कहीँ जानु पर्दैन हामी मात्र 33 मिटर माथि आइयो भने हामीले हाम्रो हाइक हाम्रो यतिको स्वर्गीय अनुभूतिलाई चाहिँ प्राप्त गर्न सक्छौँ है तल जय नेपाल जय देश हिमाल पहाड तराई विविधता भएको देश नेपाल यति रमणीय यति अविस्मरणीय छ कि वाउ फ्यान्टास्टिक हामी यति बेला ठुलो डाङडुङ्गे डाँडाबाट चाहिँ अब झर्ने तर्खरमा छौँ हामीले यो भ्युजहरू हेरेर अब हामी फेरि तल झर्ने तर्खरमा छौँ यो चिप्लो छ है बाटो चाहिँ अलिकति यो के हो यो घाँस सुकेको छ लड्ने सम्भावना प्रबल छ ओके हाम्रो साथीहरू हिँडिसक्नु भयो अब हामी यहाँबाट गाडी भएको ठाउँमा फर्किन्छौँ ओके बिहान उठ्ने बित्तिकै हिमाल देख्न बाँसको त्यो बनाउने अनि यस्तोमा त होइन हामी त पुरै त्यो अलिकति बाटोमा बच्चा बेलामा चाहिँ सलीपुरहरूमा चाहिँ हामीले बाँसको बाटोमा चिप्लेको अनुभूतिहरू चाहिँ यहाँ के अरे स्मरण हामीले अलिकति थोरै गऱ्यौँ र हामी अब बिस्तारै अघि बढ्दै बेला हामी माथि हाइटमा पुगेर फर्किने क्रममा छौँ यो विभिन्न रुखहरू अवलोकन गर्दै बाटोहरू हिँडिहाल्दै आएको बाटोभन्दा हामी झरिरहेको बाटो फरक छ यस्तो जङ्गल हामी फर्किरहेछौँ मौसम चाहिँ एकदम राम्रो छ गुड छ हामी यहाँ फर्केर आउने क्रममा फेरि अर्को एउटा एकदमै राम्रो ठाउँ देखा पऱ्यो यहाँबाट हामी झर्ने तर्खरमा छ एकदम के भन्ने कुनै शब्दमा बयान गर्न नसकिने ठाउँ छ क्या तपाईँहरूको होइन सो धेरैजना साथीहरू तलतिर गइसक्नु भयो यतैबाट गइदिनु पऱ्यो यस्तो बाटो होइन यस्तो मजा आउँछ नि गाइस मलाई चाहिँ लास्ट मजा लाग्छ डुङ डाङडुङ डाङडुङ अलि नजिक धेरै नजिक चाहिँ नजान्छ बत्तीवाले धेरै ठुलो छ होइन उठाइको चाहिँ तलै छाउँछ यस्तो सुरु हुन्छ यहाँ निस्किँदैन हुन्छ है यो बेला हामी फर्किने क्रममा बाटो बिर्सेर यस्तो भिडमा आएर अड्किएका छौँ धेरै यस्तो भिड छ है गाइस जय नेपाल हरियो वन नेपालको धर्म यतिको हरियो वन भयो भने त अनि हाम्रो साथीहरू एकदम बाटो पहिलाउनमा उहाँहरू गुगल म्याप भन्दा पनि अलि अगाडि हामी यहाँबाट झरेर अलिकति कष्ट गर्ने तर्खरमा छौँ लेट्स सी अनुभव छैन भने चाहिँ यस्तो बाटो झर्न अलिक गाह्रै हुन्छ नत्र त
एउटा डेन्जर खालको उडार भेट फेला पारियो। यहाँबाट पनि हामी अगाडि बढ्दैछौँ, हिँड्दैछौँ र हिँडिरहनेछौँ। ल यति बेला हामी आउँदै गर्दा यहाँ एउटा गोठ जस्तो अनुभव गऱ्यौँ हामीले होइन। हुनुहुन्छ त अङ्कलहरू त बुझेँ मैले। खोला यति बेला त खोलामा आइपुगेका छौँ। पानी खाइदिने हो क्या? नजाउँ क्या उता सर, नजाउँ भने होइन। हामी यो के भयो हेर्नलाई देखि आइसकेको छौँ। केले खनाएर चाहिँ त्यहाँ हेर त बाघलाई भेट्न आएको बाघै रहेनछ यार दिनमा। डाफे चाहिँ हामीले जस्तो उडेको चाहिँ देख्यौँ। रमाइलो अनुभव भयो। कस्तो कुहिरो आइरहेको छ हेर त। के छ तपाईँको फिलिङ्स? एकदम रमाइलो छ, एडभेन्चरस छ यहाँ। मिठो छ ल। नाइस। यस्तो पानीहरू चाहिँ एकदम कञ्चन मिठै हुन्छ है। हामी ओके यति बेला हामी ठ्याक्कै जङ्गलको बाटोहरू हिँडिसकेर हामी रोडमा निस्किने तर्खरमा छौँ होइन। रोडमा निस्किने क्रममा हामीले एउटा एकदम प्राकृतिक गुफा फेला पारेका छौँ। सायद केही जङ्गली जनावर ओडार गुफा चाहिँ भित्रै छिर्ने हुनु पऱ्यो नि त होइन। फाइनली अब हामी कति हजार वर्ष पुरानो ढुङ्गा होला यो है? रोडमा आइपुगेका छौँ। दुईवटा ऊ हुन्छ अरे त्यसको, यहाँ माथि एउटा यहाँ तल एउटा, दुईवटा डुप्लिकेट हो है? हजुर यस्तो एउटा पदार्थ रहेछ कि उसले के हो भने ढुङ्गा ऊ बाँस बस्ने सुनाखरीको बिउ हो यो। उयो बाँस बस्ने ऊ रहेछ क्या, बाँस बस्ने एउटा रहेछ। ओके अब हामी अझै तलतिर गाडी भयो तर्फ अघि बढ्दै जान्छौँ। यति बेला रोडबाट तल अलिकति फरक खालको बाटो तर्फ गइरहेको छु, जहाँ एउटा एकदमै कञ्चन पानीको मुहान छ भन्ने प्रक्षेपण। यस्तो गुड राम्रो रहेछ यार। ए हुन्छ हुन्छ ल खोला यही हो नेपालको यो प्राकृतिक विविधताले भरिपूर्ण देश भनेर चिनिनुको प्रमुख कारण यो जङ्गल खोला नाला सब कुराले व्याप्त छ हाम्रो देश नेपाल। साना साना बिरुवाहरू नि फैलाइरहेछ नि, यसले वन जङ्गललाई अझै हरियो बनाउन मद्दत पुर्याउन सक्छ। मिसनमा हिँडिरहेको छ